हेलो एभ्रिवान, नमस्ते, वेलकम टु विमलाज वर्ल्ड। आजको भिडियो चाहिँ मैले लक्ष्मी पूजाको भिडियो लिएर आएको छु र यहाँ देख्न सक्नुहुन्छ ढकमक्क सयपत्री फुल, त्यो पनि विदेशको ठाउँमा आफ्नै बारीमा उमारेर यसरी पूजा गर्न पाउँदाको आनन्द बेग्लै हुन्छ। नेपालको जस्तो फिल भइरहेको छ मलाई चाहिँ। र यहाँ मैले सबै अब कलशहरू तयार गर्दै बेलुकाको लागि तयार गर्दैछु र त्यस्तै मैले आफूले जानेको सेलरोटी पनि थोरै बनाएँ र यसरी मैले आफ्नो लक्ष्मी पूजाको तयारी चाहिँ मजाले तयार गर्दै थिएँ र यहाँ मेरो छोरीहरू पनि आफ्नो संस्कृतिलाई अगाडि बढाउँदै यसरी रङ्गोली उनीहरू आफैले बनाउँछु भनेर बनाउँदैछन् र दुईटै छोरीले राम्रोसँगले यहाँ रङ्गोली बनाए। उनीहरूलाई पनि आफ्नो चाडपर्वहरू चाहिँ एकदमै रमाइलो लाग्छ। स्पेसली तिहार चाहिँ यो झिलिमिली हुने भएकोले चाहिँ एकदमै रमाइलो मान्छन्। र यहाँ चाहिँ मेरो लक्ष्मी पूजाको स्थान हो र यसरी मैले चाहिँ आफ्नो लक्ष्मी पूजा सम्पन्न गरेँ र सबैजनामा ह्याप्पी लक्ष्मी पूजा पनि भन्न चाहन्छु र आशा गर्दछु हजुरहरूले पनि जुन ठाउँमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ, आफ्नो संस्कृतिलाई अगाडि बढाउँदै आफ्नो चाडपर्वहरू चाहिँ रमाइलोसँग मनाउनु हुँदै होला भनेर फेरि पनि विस गर्न चाहन्छु र आशा गर्दछु मेरो भिडियोलाई मन पराइदिनुहुन्छ भनेर। र यस्तै रमाइलो भिडियोहरू लिँदै आउने दिनहरूमा पनि आउनेछु। र यो चाहिँ हाम्रो बेलुकाको यो झिरझिरे बाल्दै गरेको हो र हामी अब थोरै भए पनि जतिजना छौँ त्यतिमै रमाइलो गर्दैछौँ। वरिपरि साथीभाइहरू पनि भेला भएर हामीले एकछिन देउसी खेल्यौँ, देउसी भैलो कार्यक्रम भयो, त्यसमा पनि एकदमै रमाइलो भयो। आफ्नो नेपाल त मिस हुन्छ नै, तर पनि यहाँ जति छौँ त्यतिमै हामी रमाइलो गरेर त्यो मिस नहोस् भनेर चाहिँ हामी आफैले नेपाल जस्तै फिल गराउन चाहिँ हामी आफैले रमाउने गर्छौँ र सबैजनालाई आउने भाइटिकाको पनि शुभकामना भन्दै ह्याप्पी तिहार भन्न चाहन्छु र थ्याङ्क यू फर वाचिङ।